नयाँ वर्षको शुभारम्भ अर्थात् 2082 साल वैशाख 1 गते आज इटहरी उपमहानगरपालिका वार्ड नम्बर 3 र 2 मा पर्ने यो तालतलैया क्षेत्र जो कोशी प्रदेशकै एउटा प्रमुख गन्तव्यको रूपमा यसलाई लिइन्छ। तालतलैया क्षेत्रको यो मूल गेटको दृश्य तपाईलाई देखिरहेको छु र आज निकै नै ठुलो भिड लागेको छ र भित्र के कस्तो अवस्था छ र भित्रको अवस्थाको बारे पनि यहाँहरूलाई हामी जानकारी दिन्छौँ यो भिडियोमा। यो भिडियो अन्तिमसम्म हेर्नु होला, लाइक सब्स्क्राइब र कमेन्ट गर्नु होला। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै ठुलो भिड देख्नु भएको छ। हामी तपाईलाई भित्रको दृश्य देखाउन त्यसतर्फ गइरहेका छौँ। भित्र के कस्तो भिड छ है त दर्शकहरू। अहिले दिउँसोको 4:30 बजिसकेको छ र पनि यो भिड निकै ठुलो छ। केही पर्यटकहरू फर्किने क्रममा हुनुहुन्छ। यहाँ हाम्रा गन्धर्व दाजुभाइहरू भेटिनु भएको छ। यहाँ बोटमा चढ्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको यतिको घुइँचो छ। आज पालो पाउन मुस्किल नै जस्तो देखिन्छ। तालतलैया क्षेत्रमा अहिले यो डुङ्गा चढ्नेहरूको तछाडमछाड चलिरहेको छ। यो सबै डुङ्गा चढ्नका लागि टिकट काटेर प्रतीक्षामा बस्नुभएका पर्यटकहरू हुनुहुन्छ र यो पालो सिस्टममा यो एउटा मात्रै यहाँ डुङ्गा छ, बोर्ड छ। त्यो भएको हिसाबले पनि पालो सिस्टम गर्नुपर्ने भएको हो। आज 82 सालको 1 गते अर्थात् नयाँ वर्षको सुरुवाती दिन भएको हिसाबले पनि यहाँ पर्यटकहरूको घुइँचो लागेको हो। अब यो बोट फेरि अगाडि बढ्न लागेको छ। अरू यतापट्टि सबै प्रतीक्षामा बस्नुहुन्छ टिकट काटेर देखिरहनु भएको छ। र यो बोट अब अगाडि बढ्यो। यहाँ हातमा टिकट लिएर हाम्रो पालो भन्दै यहाँ पर्यटकहरू चाहिँ टिकट दिएर यहाँ यो व्यवस्थापन डुङ्गाको व्यवस्थापन अथवा बोटको व्यवस्थापनमा लागेका कर्मचारीहरूसँग यहाँ पालो तत्काल मिलाइदिन आग्रह गरेको दृश्य हो। घन्टौँ पर्खेर पनि यहाँ पर्यटकहरू यो बोटमा सैर गर्नका लागि तयारी अवस्थामा बस्नुभएको छ। यहाँ एउटा बोट भएको कारणले गर्दाखेरि पनि पर्यटकहरूले यो घन्टौँ कुर्नुपर्ने बाध्यता हो र एकजनाले सैर गरेको 150 शुल्क तोकिएको छ। आज निकै नै ठुलो भिड लागेको छ तालतलैया क्षेत्रमा।
मधेसी प्रदेशको इटहरी उपमहानगरपालिकाको वार्ड नम्बर 2 र 3 मा पर्ने तालतलैया क्षेत्रमा छु। आज नयाँ वर्ष 2082 सालको 1 गते यहाँ मेला लाग्छ। निकै नै आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै ठुलो भिड देख्नुहुन्छ यहाँ तपाईँ। यो मूल गेट छेउमा छौँ अहिले हामी। अहिले चाहिँ यो तालतलैयाको बोट कुद्ने ठाउँको ठिक अपोजिट तर्फको यो यतापट्टिको साइडमा छु, पूर्वतर्फको साइडमा। यहाँ बाटो पिच गरेको कारणले निकै आकर्षक सुन्दर देखिएको छ। अब यो बोटको चाहिँ दृश्य कैद गर्न म यता आएको। निकै नै भिड छ बोटमा। अहिले उतापट्टि गएर म तपाईँहरूलाई त्यो दृश्य पनि देखाउने छु। तालतलैयाको यो तालमा बोट कुदिरहेको देख्नु भएको छ है। यो जम्मा एउटा बोट छ, आज भ्याइने जम्मा एउटा बोट छ, आज भ्याइने भई छ यहाँ। आज नयाँ वर्ष 2082 सालको 1 गते भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै नै ठुलो भिड लागेको छ र यो बोटमा रमाउने पर्यटकहरूको सङ्ख्याको चाप आज निकै नै बढेको छ। यो इटहरी उपमहानगरपालिका वार्ड नम्बर 3 र 2 मा पर्ने तालतलैया क्षेत्रको स्थल हो। आज 1 गते वैशाख 1 गते 82 सालको वैशाख 1 गते भएकोले यहाँ बोट चढ्ने पर्यटकहरूको निकै नै ठुलो भिड लागेको छ। यो इटहरीको तालतलैया क्षेत्रको भिड आज नयाँ वर्षको सुरुवातको दिन। निकै नै ठुलो छ भिडभाड। यता यो बच्चाहरू खेल्ने बालमैती पार्कमा पनि उस्तै भिड छ भित्रपट्टि। यहाँ पर्यटकहरू आउने जाने क्रम जारी छ। यो विभिन्न देशका मूर्तिकारहरूले ढुङ्गामा विभिन्न खालका आकृतिहरू कुद्नु भएको छ। त्यो तर्फ म तपाईँलाई लाँदैछु। यो अन्तर्राष्ट्रिय स्तरको कार्यशाला आयोजना गरेरै यो क्षेत्रमा विभिन्न खालका मूर्तिहरू बनाइएका छ, जहाँ ढुङ्गाको मुटु समेत बनाइएको छ। निकै चर्चित भएको थियो। यहाँ मूर्ति निर्माण क्षेत्र, यहाँ पनि यसरी पर्यटकहरूको निकै ठुलो भिड लागेको छ। यहाँ टिकटक बनाउने, फोटो लिने र फेसबुकमा भिडियो अपलोड गर्नका लागि यो भिडियो तथा तस्बिर लिने काम भइरहेको छ। यो बोटिङ स्थल, यहाँ पनि निकै ठुलो भिड छ।
यो मूर्ति निर्माण स्थल हो तालतोलाको। Con